मरिसकेको राजा आउनेछ। राजा बनाउनु छ भने तिम्रो भित्र क्षमता छ, चाक भित्र ताकत छ भने तिमी राजा बनेर देखाउ न। छ ताकत छ, यही जनता, यही समाजको भित्रको यही भूमि पुत्र जुन छ, यो देशमा बसिरहेको गोर्खाली, यो देशको सन्तान, यो देशमा माटोमा मिसेर काम गरेको, आफ्नो कर्मभूमिमा बसेर शानसँग जिरहेको, बाँचिरहेको धेरै योग्यता भएको मान्छेहरू छ। यो भित्रको मान्छेलाई राजा बनाउ न। यदि राजा चाहियो भने तिम्रो भित्र आँट छ भने, सच्चा बाउको छोरा छ भने तिमी भन। जुन राजाको राजा जब पुरा परिवार सखाप पारियो, त्यो राजाको नाति नातनीहरू अझै पनि बाँकी छ, जिउँदै छन्, कुन कोनामा छ, कुन अवस्थामा छ, त्यसको बारेमा कहिले सोधेछ? त्यसलाई ल्याएर बनाउ न राजा। हामी बनाउन तयार छौँ, हाम्रो समर्थन छ। मलाई बनाउ न राजा, म सक्षम छु। तिमी आफै बना न राजा। धेरै मान्छेहरू छन् यहाँ राजा बन्नको लागि, हामी छौँ, हामी सक्षम छौँ। हर्क साम्पाङलाई बनाउ न राजा, हामी स्वागत गरिरहेछौँ।